ल साथीहरू अब आइसकेको छ हाम्रो यहाँ पोल बनाउने मान्छेहरू देख्न सक्नुहुन्छ। आज अब बनाएर जानुहुन्छ कि पोल मात्रै सारेर जानुहुन्छ थाहा छैन। पुरै गाउँ नै अँधेरो भयो साथीहरू। म त यहाँ यस्तो अँधेरोमा मोबाइल बालेर सब्जी पकाउँदैछु साथीहरू दुईटा चुलोमा। म चाहिँ यता छु है अँधेरोमा देखिँदैन ल अनुहार यता। गाह्रो छ जिन्दगी। आज हाम्रोमा लाइट आउने हो कि नआउने हो हाम्रो गाउँमा पत्ता नै देखेकै छैन हो। गोरु न गोरु देख्छु लाइटले होला यस्तै छ जिन्दगानीमा साथीहरू। अब लाइट आयो भने लाइटले होला हैन लाइट देख्दैन। ए मलाई नै देखिँदैन ल त्यतिकै पो भनेको। मेरो अनुहार देख्नु भएन मलाई चिन्नुहुन्छ स्वरबाटै। यता उठ्नु भएको थियो म्याडम। अब म मान्छे नै नदेखिँदो रहेछ। आम्मामा सागमल सेतो न सेतो देखियो बदमास। दाँत मात्रै देख्छ ढुक्सीको। यता फ्राई हुँदैछ सब्जी। यता हाम्रो उता चाहिँ के को? यता भैँसीको यता कुखुराको। कुखुरा नखा फेरि उता के भयो नि लैलै। सो साथीहरू अहिले रातिको 7:30 बजिसकेको छ र यहाँ माथि चाहिँ काम गर्नु हुँदैछ। एकजना दाइले काम चलिरहेको छ। यहाँ सबैजना मान्छेहरू बसेर हेर्दैछ देख्न सक्नुहुन्छ। हामी पनि यहाँ घर अगाडि बसिरहेको छौँ हेर्दै अब कतिखेर बनिन्छ भनेर। सो साथीहरू हाम्रो लाइन पनि आएन है। यता सानो हेलो हजुर ठुली खै ठुली छोरी यता छ। सो हामी चाहिँ अब सुत्न आँटेको। अब लाइनम्यानहरूले बनाउनु सक्नु भएन। सो सबैजना गइसक्नु भयो र हाम्रो लाइन अब भोलि मात्रै आउँछ साथीहरू। हामी अब सुत्ने हो। गुड नाइट भनिदिनु। गुड नाइट साथीहरू। गुड नाइट साथीहरू। कता गइसक्नु अनुहार। गुड नाइट साथीहरू। हाम्रो मोबाइलको चार्ज पनि खतम भइसक्यो साथीहरू। हामी लाइट बालेर बसेको छौँ। हाम्रो बिजोक भयो आज बिजोक। सो अब भोलि भेट्ने। गुड नाइट सबैजनालाई। गुड नाइट भन्दै। गुड नाइट साथीहरू। राम्रो सुत्नु होला। हुन्छ।